चाहन्छ उनीहरूको लागि के भन्छौ राम्रो मान्छेहरूको लागि के भन्छौ राम्रो मान्छे भएर राम्रो गर्दै गर्नुपर्छ दाइ होइन बाधा अर्थनहरू धेरै आउँछ बाटोमा होइन बिच बाटोमा तर स्ट्रगल किप गोइङ अन यस त्यही हो दाइ त्यही हो हजुर त्यति हो What's your name, my brother? Handshake. Sorry, you मेरो यो याकुजाको नाइफ यता दिनु. Handshake. What's your name, bro? रिदम लामा. Lama. We live. यही काठमाडौँ चाहिँ. काठमाडौँ. Okay. ल यो सेम कुरा ल तिमी के भन्छौ यहाँनिर केही गर्न चाहने मान्छेहरूलाई अलि केही गर्न खोजिरहेको मान्छेलाई के भन्छौ तिमी अब सबैजना स्ट्रगल गर्ने होइन आफूले सोचेको एउटा उद्देश्य चाहिँ नछोड्ने त्यही हो yes keep going okay न त्यस्तो बिग स्ट्रेस केही छैन जस्ट एउटा राम्रो पोइन्ट अफ भ्यूमा किप गोइङ जस्तो yes that's good अनि यता हाम्रो गाडी भाइलाई सोध्यो भाइलाई तिमी के भन्छ यहाँनिर रियल हस्लरहरूलाई के भन्छ तिमी भन न यहाँनिर रियल हसल गर्ने मान्छेहरूलाई के भन्छ तिमी लागि पर मजाले गर भन्न चाहन्छु होइन यस सर्वप्रथम मेरो दाइलाई है बिग थ्याङ्क यू दाइ होइन सबैलाई सपोर्ट गर्नुपर्छ क्या ल सबै एक हात माथिमा मान्दैन ल ग्याङ है ल म पनि लाग्दिन्छु ल यसो सेल्फी ल ग्याङ एउटा फोटो खिचिदिउँ न ल okay we gotta go take care see you मेरो गाडी नै आएछ है यहाँ यसो पब्लिकमा यसो बातचित ल राम्रोसँग बस्नु है यहाँनिर फेरि अलि अप्ठ्यारो हुन्छ यहाँ रोक्नु मिल्दैन गाडी ल ओके ल टेक केयर गर्नु त्यस्तै तिमीहरूले भने जस्तो सपोर्ट गर्नु है सबैजनालाई ल एकअर्कालाई दाजुभाइहरूलाई सपोर्ट गर्नु ल ओके यस हुन्छ त ओके यस ल हुन्छ ल हुन्छ ओके बाई यसो यहाँनिर बाटोमा यसो वक गर्दै मन लाग्यो मलाई यसो अनि आज यसो हिँडेको भेटाएँ मैले दाजुभाइहरू अनि मैले अनेस्टली सोधेको क्वेसनहरू उनीहरूले मैले पनि कस्तो खालको क्वेसन बाई मैले कस्तो खालको क्वेसन गरेँ भन्दाखेरि अब तिमीहरू कतिको सपोर्ट गर्छ त गर्न चाहने मान्छेहरूलाई भन्दाखेरि चाहिँ उनीहरूले खासै धेरै त भन्यो तर अनेस्टली भन्यो उनीहरूले किप गोइङ खालको कुरा गर्यो होइन अब गर्न चाहनेहरूलाई सपोर्ट गर्नुपर्छ म छु जहिले पनि यस्तो खालके हुन्छ नि राम्रो कुराहरू भयो त्यहाँनिर अब कसरी भनौँ त्यहाँ अब सुनिहाल्नु भयो हजुरहरूले अब भन्नु खोजेको कसैले गर्न चाहन्छ भने गर्ने हो होइन बदमास गर्नु भएन अब मेरो पोइन्ट अफ भ्यूमा आयो तर उनीहरूको सोच विचार हेल्दी थियो राम्रो थियो होइन उनीहरूलाई मैले अचानक भेटेको हो बाटोमा तर मलाई राम्रो लाग्यो यस्तै केटाहरू चाहिन्छ हामीलाई यस्तै हुनुपर्छ कसैलाई यताउता होच्याउनु हुँदैन कसैलाई हेप्नु हुँदैन कसैलाई पनि दुःख दिनु हुँदैन सबैजना मिलेर लागि पर्नुपर्छ गएर किप गाउँ अनि हामीहरू त्यही हो ल आज रमाइलो भयो ओर्गे आज कस्तो फिल भयो बाटोमा भ्यालेन्टाइन नेपाल यातायातको नेपाल यातायात पनि एकदम राम्रो ट्रान्सपोर्टेसन राम्रो एकदम नेपाल पुऱ्याउनु रहेछ है एकदम राम्रो भइरहेको छ नेपाल यातायात त पहिल्यैबाट थियो त नेपाल यातायात this thing not for him यो हाम्रो आफ्नो इच्छाले गरेको उसको लागि कसैको लागि होइन यो हाम्रो रमाइलो मलाई मेरो इच्छा लाग्यो मैले मेरो लागि गरेको कसैको लागि होइन नट फर एनी वान तर गर्दै मलाई नै म अलिक स्ट्रेस भइरहेको थियो मलाई यसरी पब्लिकली यसरी बात गर्दै हिँड्न मन लाग्यो त्यति हो धेरै लामो कुरै होइन अनि मजा गरिरहेको हो हामीहरूले त्यति हो वी डुइङ ओन जोन
On Zone episode 2. OnZone.com. On Zone part 2, you know what it is. तिमीलाई थाहा नै छैन. Big shouts to Uge Mokhtar Yes sir. Yes. and Nilesh Dai. Yes दाइ Busy. Everyone right here. But आज यहाँनिर पब्लिकमा जस्तो इन्टरेक्सन भयो दाजुभाइहरूसँग एकदम दामी लाग्यो एकदम खुसी लाग्यो मलाई एकदम खुसी लाग्यो कहिले पनि यसरी हिँडेको थिएन हैन मजा हुँदो रहेछ नेक्स्ट टाइम पनि हिँड्छु तर अब मैले ढाटे हैन सोचेर हिँड्नुपर्ने हुन्छ मैले ढाटे हैन डर हुन्छ नि त फेरि यहाँ मैले ढाटे हैन ल्याङ हान्ने मान्छेहरू लोकल बसमा आउँछ तर कोही पनि ल्याङ हान्ने मान्छेहरू आएन एकदम सबैजना राम्रो राम्रो मान्छेहरू आयो है त्यो बसमा पनि के आई लभ देम मेरो भाइहरू एकदम राम्रो राम्रो प्राय केटाहरू एकदम राम्रो राम्रो मान्छेहरू एकदम आई लभ देम अनेस्टली मेरो भित्रै मनदेखिबाट माया गर्छ एकदम माया गर्छ सबैजनाले सोचेर राम्रै सोच्दो रहेछ है एकदम हो नि सबजना हेर नि त त्यहाँका हामी त्यो अघि हाम्रो त्यो उता जो मैले हजुरहरूको लागि एकदमै त्यहाँका हामी त्यो अघि हाम्रो त्यो उता जो